संसदीय बैठकमा प्रधानमन्त्री बालिन शाहको उपस्थित नभएपछि सांसदहरूले चाहिँ हंगामा गरेको देखिन्छ। भिडियो हेर्नु होला है त। मान्य सदस्यहरू, मान्य सदस्यहरू छ नियमावली छ। मान्य सदस्यहरूले बनाएको नियमावली र मान्य सदस्यहरूले बनाएको नियमावली पढेर सुनाउन चाहन्छु। प्रधानमन्त्री बालिन जस्तो मान्छे कमसेकम उपस्थित हुनुपर्छ। मान्य सदस्यहरूले बनाएको नियमावली घमण्ड निकै भयो। प्रधानमन्त्री बालिन शाहको चाहिँ घमण्ड निकै भयो। घमण्ड निकै भइरहेछ। प्रधानमन्त्रीले चाहिँ भाषालाई मर्यादित गर्नुहोस्। नबुझ्ने र जनताको लागि तपाईहरुलाई निर्वाचित गरेर पठाएको सम्मानित सभामुखले आफ्ना कुरा राख्न खोज्दै गर्दा शान्त भएर सुनिदिनुहोस्। माननीय सदस्यहरू, मान्य सदस्यहरू, सभामुखले पनि केही भन्न मिल्छ। मान्य सदस्यहरू, मान्य सदस्यहरू एकछिन शान्त रहिदिनुहोस्। संसदभित्र यस्तो छ। संसदीय बैठकमा प्रधानमन्त्री बालिन शाहको चाहिँ उपस्थित नभएपछि सांसदहरूले चाहिँ संसदभित्र यसरी हंगामा गरेको देखिन्छ। भनेपछि के को लागि प्रधानमन्त्री भएको रहेछ बालिन शाह है? जनताको कुरा बुझ्ने, जनताको कमी कमजोरी के छ, जनताको लागि के गर्नुपर्छ, त्यसको लागि चाहिँ बैठक हुँदै थियो। बैठकमा चाहिँ प्रधानमन्त्री बालिन शाहको उपस्थित छैन। यस्तो पनि हुन्छ। प्रधानमन्त्री बालिन शाहले चाहिँ देश र जनताको निम्ति काम गर्न सक्दैन भने तुरुन्त चाहिँ राजीनामा दिएर भइगयो नि त। अनि तुरुन्त राजीनामा दिएर हुन्छ, काम छैन।